नमस्कार साथीहरू, म अहिले नेदरल्यान्डको एउटा सिटीमा छु है। सिटीको साइडमा पार्किङमा छु। म चाहिँ यता पोर्ट साइडमा हो है। हजुर देख्न सक्नुहुन्छ पछाडि सिपहरू पनि छ र म पोर्टमा हो। म पोर्टको साइडमा हाम्रो कम्पनीले प्राइभेट पार्किङ लिएको छ। जति पनि हजुरहरूले यहाँ गाडी देख्न सक्नुहुन्छ यो सबै हाम्रै कम्पनीको गाडीहरू हुन्। किनभने यो प्राइभेट पार्किङ हो। यता बाहिरको गाडीहरू र जो पाए त्यही गाडीहरू आउन पाउँदैन। यो हाइवेको पार्किङ होइन। हाइवेको पार्किङतिर चाहिँ जो पाए त्यही गाडीहरू आएर बस्न पाउँछ, बाटामा हिँड्ने जति सबै पनि। यहाँ चाहिँ प्राइभेट पार्किङ हो यो चाहिँ है। हजुर देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य छ। र मैले यहाँ 4 दिन छुट्टी बसेँ। यहाँ आज लास्ट दिन हो छुट्टीको, भोलिबाट ड्युटी गर्नुपर्ने हुन्छ है। हजुर देख्न सक्नुहुन्छ एकदमै राम्रो दृश्यहरू छ। जे होस् 4 दिन बितेको थाहा भएन कसरी बित्यो भन्ने कुरो है। बस्यो डुल्यो घुम्यो हो, यता पुरैतिर घुम्ने भने पनि एकदमै राम्रो ठाउँहरू। उतापट्टि साइडमा ठुला सिपहरूको यस हाम्रो नेपालतिर 4-5 तलाको जुन बिल्डिङहरू हुन्छ त्यता ठुल्ठुला सिपहरू पनि छ उतापट्टि साइडपट्टि है। यस्तो छ हजुरहरू देख्न सक्नुहुन्छ भिडियोमा, एकदमै रमाइलो ठाउँ। र यो पनि मैले सायद आज लास्ट भिडियो होला यो ठाउँको। त्यसपछि भोलिबाट त ड्युटी सुरु हुन्छ, फेरि कता गइन्छ भन्ने कुरो थाहा हुँदैन। हामी युरोपतिर गाडी चलाउँदाखेरि टाइम सिस्टमले हिँड्नुपर्ने हुन्छ। जहाँ पुग्दाखेरि टाइम सकियो त्यहीँ बसिन्छ। अनि त्यसले गर्दाखेरि यहाँ अब कहिले आइन्छ भन्ने कुरो थाहा हुँदैन। 15 दिनपछि या 1 महिनापछि थाहा हुँदैन। त्यसले गर्दाखेरि यो भिडियो चाहिँ बनाइहालेँ, पछि हेर्न हुन्छ र भनेर र साथीहरूलाई पनि देखाऊ भन्ने हिसाबले मैले मेरो गाडी यतापट्टि राखेको छु भने यतापट्टि अर्को दाइको गाडी छ। हामी दुईजनाकै गाडीको अगाडिपट्टि झन्डा छ, हजुर देख्न सक्नुहुन्छ। यस्तो छ गाइजहरू है। पछाडिपट्टि चाहिँ पुरै इट्टाहरू राखेको छ भने हामीले यतापट्टि ग्यालिनमा भाँडासाँडा बाँध्नको लागि धारासारा बनाएर राखेको छौँ। यस्तो छ गाइजहरू है। हजुर देख्न सक्नुहुन्छ गजबको ठाउँ छ। जे होस् है, ल भिडियो लामो हुन्छ, फेरि म बन्द गरेँ। फेरि अर्कोचोटिमा भेटौँला है। अर्को भिडियोमा पक्कै पनि भेटौँला। र यो भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्न नबिर्सिनु होला है त। धन्यवाद।